त्यो डेभिस फल त आफैमा पनि एउटा मिस्टेरियस छ होइन। त्यहाँ तल चाहिँ के छ त्यो जहाँबाट पानी हामीले देख्ने पानी झरेको देख्छौँ नि, हजुर त्यसपछि चाहिँ के छ त्यहाँ बर्खामा 15 फिटसम्म गहिरो हुन्छ सर। हिउँदमा 5 देखि 7 फिट गहिरो हुन्छ। त्यो गए तल के ताल छ? ताल छ सर, लगभग 10-10 फिट चारैतिरको त्यति गहिराइमा, चौडाइ 10-10 फिट जतिको हुन्छ नि। त्यो जहाँ जुन खाल्टोमा हामीले पानी झरेको देख्छौँ झरेको देख्छौँ नि, त्यहाँ 10-10 फिट समथिङ चारैतिर राउन्डिङ जस्तोमा चाक्लो त्यत्तिको छ। गहिरो 5 देखि 10 फिट हुन्छ। तालै हो त्यहाँ? तालै हो। त्यो पानी चाहिँ कहाँ निस्किन्छ अरे? त्यहाँबाट गुप्तेश्वर गुफामा निस्किन्छ सर। त्यो कस्तो छ भनिदिनु डेभिस फलको चाहिँ? डेभिस फलमा बर्खामा त पानी धेरै आयो भने सर गाह्रो हुन्छ। अनि हामीले माथि ड्याम छ सर, त्यो ड्याम आधी घन्टाको लागि मात्रै बन्द गर्न मिल्छ भन्ने कुरा छ। त्यहाँ आधी घन्टाभित्र हामीले बेस बाँधेर तल गएर डेड बडी खोजेर आइसक्नु पर्ने हुन्छ। आधी घन्टामा? हजुर, पानी सुक्नै लाग्छ 15 मिनटभन्दा बढी। भनेपछि तपाईँहरूसँग अब 15 मिनट मात्रै बाँकी रहन्छ? 15 मिनट मात्रै बाँकी रहन्छ। 15 मिनटमा हामी तल पुगेर त्यहाँ डेड बडी छ कि छैन हेरेर आइसक्नु पर्ने हुन्छ। भनेपछि पहिलो चरण हेरेर आउनुहुन्छ, दोस्रो चरण फेरि लिन जानुहुन्छ कि के गर्नु? हुँदैन सर, त्यहाँ रहेछ 15 मिनटमा 15 मिनटमै हुन्छ सर। हामी जहिले पनि जोडीमा जान्छौँ सर। जोडीमा गएपछि हामीसँग एक्स्ट्रा सामानहरू पनि लगेको हुन्छ। त्यसमा हामीले माथि सम्पर्कको लागि बिचमा माथि सबै समन्वयको लागि कुरा भइरहेको हुन्छ। त्यसपछि अनि हामीले रहेछ भने त्यही ब्याकबोर्डमा लगेर प्याक गरेर लिएर आइहाल्छौँ। रहन्छ भने अनि हामी माथि त्यहाँबाट जान नि मिल्छ होइन? मिल्छ सर, हामी डोरी लगाएर बेस बाँधेर मजाले जान हिँड्न मिल्छ। त्यहाँ पछिल्लो समय त्यस्तो छैन होला त्यहाँ? छैन सर, अहिले त मैले पहिला 70 देखि 72 को बिचमा 2टा निकालेँ सर त्यहाँबाट। त्यसपछि अनि त्यहाँको समितिलाई समन्वय गरेर सहरहरूले जिल्ला प्रशासनबाट अनि समन्वय गरेर त्यो रेलिङ थपेर अनि जाली हालिदिएको छ। त्यसपछि घटना भएको छैन।